नमस्कार। नेपालमा अहिले चुनावी शर्मा गर्मी बढेको छ। अवधि नपुग्दै भएको चुनाव नयाँ दल हाबी र पुरानो दलहरूलाई प्रश्न चिन्ह उठाउँदै पछारेका छन्। भाद्र 23 र 24 गते जेन्जी आन्दोलनपछि संसद विघटनपछि अन्तरिम सरकारको गठन। अन्तरिम सरकारले फागुन 21 गते सङ्घीय चुनाव तोकेको थियो। सङ्घीय चुनावमा नेपालको राजनीतिक यात्रामा पुराना दलहरूको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ। जनताले दशकौँसम्म विश्वास गरेका दल अब प्रश्न चिन्हका घेरामा छन्। भ्रष्टाचार, आन्तरिक कलह र जनअपेक्षालाई पुरा गर्न नसकेको प्रविधिले उनीहरूको छवि घुलमिल बनाएको भन्ने अहिले भाष्य सिर्जना भएको छ। यति पृष्ठभूमिमा नयाँ दलको उदय भएको छ। नयाँ दलमा रासपालाई अहिलेका शक्तिको प्रमुख मान्दै आएका छन्, अथवा अहिलेको चुनावको मत परिणामले रासपा सबैभन्दा शीर्ष दल 2/3 बहुमतसहित आफ्नो सरकारमा जानेछ। युवाहरूको ऊर्जा, सामाजिक सञ्जालको प्रभाव र परिवर्तनको चाहना नयाँ दललाई बलियो आधार दिएको छ भने उदाहरणका लागि अहिलेको चुनावलाई हेर्न सकिन्छ। तर नयाँ दलहरूको सफलता प्राप्त छैन, उनीहरूको दुर्बलता पनि स्पष्ट छ। अनुभवको कमी, सङ्घात्मक कमजोरी र दीर्घकालीन रणनीतिको दृष्टिकोणको अभाव। अवसरको भने प्रशस्त छन्। जनतामा नयाँ विकल्प खोज्ने चाहना छ। युवाहरूको राजनीतितर्फको आकर्षित भएका छन् र पारदर्शिक र जवाबदेहिताको माग बढ्दो छ। चुनौती पनि कम भने छैन। पुराना दलहरूको गहिरो जरो, आर्थिक स्रोतको अभाव र नीतिगत स्थायित्व कम गर्दै कठिनाइहरू। निष्कर्षमा भन्नुपर्दा पुराना दलहरू कमजोर पर्दछन्, नयाँको अवसर दिएका छन्। तर यदि नयाँ दलले पनि आफ्ना दुर्बलता सच्याउन सकेनन् भने उनीहरू पनि पुराना दलकै बाटोमा हिँड्ने सम्भावना रहन्छ। राजनीतिक भनेको दौड हो जसमा जनताको विश्वास नै अन्तिम जित हो। अहिले नै नयाँ दलले हामीले 2/3 सरकार बने भन्दैमा यदि घमण्ड देखायो भने यसको सरकार पनि दीर्घकालीन नटिक्ने र पुरा छिटै यिनीहरूको पनि पतन हुने निश्चित छ। तर यिनीहरूले राम्रो काम गर्दै गएको खण्डमा यिनीहरूको दीर्घकालीन स्थायित्व पनि दिन सक्ने सम्भावना देखिन्छ। पुराना दलहरूको जनविश्वासको कमजोरी हुनुका मुख्य कारणहरू हुन् आफ्नो सङ्गठनप्रतिको हस्तक्षेप र नयाँ व्यक्तिहरूलाई रुचाउन नसक्नु पनि यसको प्रमुख कारण देखिन्छ। नेपालमा अहिले नयाँ दलहरूलाई घन्टी चिन्ह मात्रै हाबी भएको छ। दलहरूमा कस्ता व्यक्ति उठेका छन्, कस्ता व्यक्तिले आफ्नो नेतृत्व गरिरहेका छन् त्यो भने केही हेरिएको छैन। जनताले केवल अहिले हेरे त घन्टी चिन्ह मात्रै हेरे। जसले घन्टी चिन्हमा देख्दा बित्तिकै भोट हाले र संसदमा कस्ता व्यक्ति जाने हुन्, तिनीहरूको क्षमता के हो र तिनीहरूले कस्तो प्रदर्शन गर्न सक्छन् भन्ने केही पनि छैन। तर तिनीहरूले जितेर संसदमा जानेछन्, संसदको ताज पहिरिसकेका छन्। यिनीहरूले गर्ने कार्य के, कसरी र किन भन्ने कुराको प्रश्न उठ्दै जानेछ। तर अहिलेका लागि भने उनी संसद भइसकेका छन्। यति भन्दै गर्दाखेरि अहिले विदेश प्रवासमा रहेका तथा विभिन्न सामाजिक सञ्जालमा नयाँ दललाई हाल्ने व्यक्ति सही र पुराना दललाई मत हाल्ने व्यक्ति झोले भन्दै आएका छन्। तर समय सन्दर्भ हेर्दै जाने हो भने कुनै न कुनै व्यक्ति कुनै न कुनै दललाई रोज्नै पर्छ। त्यति कुरा हो कि कसैले पुराना दललाई अँगाले त कसैले नयाँ दललाई अँगाले। नयाँ दललाई एउटा भोट हालिसकेपछि एउटा न एउटाको झोले बन्नै पर्छ। किनकि नयाँ दललाई चुनाव चिन्हमा भोट हाल्दैमा झोले हुँदैन र पुराना दललाई चुनाव चिन्हमा भोट हाल्दैमा झोले हुन्छ भन्ने भाष्य कहिलेसम्म टिकिरहन्छ यो भने हेर्न बाँकी नै छ। किनकि यो भाष्यको सिर्जना कहिलेसम्म टिक्छ त। नयाँ दलले 2/3 बहुमतको सरकार बनाउँदै गर्दा तिनीहरूले आफ्नो कम अनुभवका कारण उनीहरूले कस्तो गर्छन्, के गर्छन् यो त हेर्न बाँकी नै छन्। तर पुराना दलहरूको अनुभव पनि चाहिनेछ। यदि नयाँ दलहरूले पुराना दलहरूलाई मिलाएर अगाडि लगे भने नेपालको स्थायित्व र सुशासन देलान्। तर आफ्नो 2/3 दम्ब र घमण्ड देखाउँदै गर्दै गए भने यिनीहरूको पतन हुनेछ। किनकि नयाँ दलहरूले पुराना दलहरूलाई सँगै अँगालेर देशको राजनीतिक, आर्थिक, सामाजिक लगायतका क्षेत्रमा अगाडि बढ्नुपर्नेछ। नत्र भने यिनीहरूको 5 वर्ष नपुग्दै पतन हुने सम्भावना पनि त्यत्तिकै देखिन्छ।